तपाईँहरूलाई आज म एउटा सामान्य कुरा देखाइरहेको छु। एकदमै सामान्य सिम्पल कुरा हो, तर यसको समस्या एकदमै जटिल छ। यहाँ हेर्नुहोस्, एउटा ढलको ढक्कनी भएको एउटा खाल्डो देखिन्छ। यो तत्कालै तिहारको समयमा चाहिँ सडक विभाग हो या नगरपालिका हो, त्यसले यो ढललाई निर्माण गरेको थियो। यो ढलको निर्माण गर्दा यहाँ सिमेन्ट गिटी बालुवा जुन लगाएको छ त्यो 10-15 दिन नभइकन खाल्डो परिसकेको छ भनेपछि यसमा स्वतः देखिन्छ, यसमा स्वतः भ्रष्टाचार भएको देखिन्छ, यो नक्कली काम गरेको देखिन्छ। यसको समस्या हेर्दै जानुहोस्, यहाँ कस्तो छ, यसले के गर्दछ पानी परेको बेला। हेर्नुहोस्, यहाँ मैले बाटो हिँड्दै गर्दा एउटा स्कुले विद्यार्थीलाई गाडीले पानी छ्यापेको देखिसकेपछि मैले यो भिडियो यहाँ कुरेर बसेर बनाएको। कम्तीमा 15-20 मिनट म कुरेर बनाएको छु, 5-7 मिनटको मात्र भिडियो बनाएको छु। मैले कोटेश्वरभित्र प्रहरी चौकीबाट भित्र जाने एउटा क्लब छ हाम्रो, सेतीरोपी क्लब भन्ने। त्यो सेतीरोपी क्लबभन्दा लगभग 200-300 मिटर माथि पानीपुरी चोक भन्ने स्थानको हो यो खाल्डोमा कति गाडीहरू स्पिडमा आएर पर्छन्। एउटा रातो कारले एउटा स्कुलको बच्चालाई यसै गरी पानी छ्यापेर भागेको छ। यसै गरी जसरी अहिले देख्नुभयो तपाईँले, एउटा गाडीले पानी छ्याप्यो, त्यसभन्दा चौखण्डले पानी छ्यापेर ऊ टाप भाग्यो। उसले हेरेर खाल्डो छलेर चलाउन पनि सक्थ्यो, तर छलेर चलाइरहनु पर्छ भन्ने जरुरत पनि छैन। मान्छे चाहिँ हतारमा हुन सक्छन्। हामीले चाहिँ सवारी साधनलाई दुरुस्तै राम्रो कन्डिसनमा राख्नुपर्ने, अनि यो सडक बनाउने र सडक व्यवस्थापन गर्ने र जनताको कर खानेहरूले सडकलाई राम्रो राख्नुपर्ने कि नपर्ने, यो तपाईँहरूले कमेन्ट गर्नु होला। मेरो विचारमा त जसले यो कर उठाएर हाम्रो करले पालिरहेका छन्, खाइरहेका छन्, तिनीहरूले यो सडकलाई निर्माण गर्नुपर्ने हो। तिनीहरूले यो सडकलाई एकदम सहज बनाएर राख्नुपर्ने हो। यो सहजको खाल्डो, यो खाल्डो पुर्ने सिमेन्टमासम्म भ्रष्टाचार भएको हुनाले त यो 10-15 दिनमा खाल्डो पर्यो नि, नत्र कसरी थोरै खाल्डो पर्छ। जापानिज र चाइनिजहरूले बनाएको बाटो पनि हामीले यहाँ देखेका छौँ नि। काठमाडौँको बाटोमा त पानी परेपछि तपाईँ सडक छेउमा हिँड्नुभयो या बाइकमा सवारी गर्नुभयो, बाइकमा सडक यात्रामा हिँड्नु भन्दा तपाईँलाई त कार, गाडी, बसले त पक्की सडकमा नि फोहोर पानी छ्यापेर तपाईँलाई हिलै हिलो, धुलै धुलो बनाइदिन्छ। हिलै हिलो बनाइदिन्छ। धुलो त के बनाउनु, बर्खामा हिलो बनाइदिन्छ, किनकि ती सडकहरू सबै टालेका छन् र पक्की भनेको ठाउँमा पनि भ्रष्टाचार भएको छ। सडक पक्की गरिरहेको छ, तर खाल्डाङ खुल्डुङ, खाल्डा खुल्डी, यता जिगज्याग उता जिगज्याग, नयाँ पिच नै जिगज्याग छ। अनि त्यसमा पनि पानी सडकमा परेपछि कहाँ जाने भन्ने छैन, त्यो सडकमै जमेर बस्छ। सवारी साधन हुइकेर आउँछ र बाइकमा यात्रा गरेकोलाई मलाई बानेश्वरमा राष्ट्रिय सम्मेलन दिए अगाडि नै तपाईँको एकचोटि अफिसियल काममा निस्किँदाखेरि सर्ट लाएर निस्किएको थिएँ, पानी छ्यापेर मलाई मिठा चूर्ण बनाइदियो। त्यहाँ पनि खाल्डो थियो होइन। भनेपछि सवारी साधन चाहिँ हामीले सही तरिकाले नराखे ट्राफिकले कारवाही गर्ने, अनि यो सडक चाहिँ यस्तो गर्दा कसले कारवाही गर्ने? कारवाही गर्नु पर्दैन, यो बनाउनु पर्दैन? नगरपालिकाले बनाउने हो कि सडक विभागले बनाउने हो कि? यो बनाउने जिम्मा कसले लिएको हो? यो पिच गरेपछि बिना सित्तैमा खन्ने आदेश कसले दियो? खन्नु आदेश भन्दै बनाउनु पर्यो, खनिसकेपछि तुरुन्तै राम्रोसँग बनाउनु पर्यो कि जनतालाई दुःख दिनको लागि यो सडक विभाग, ढल विभाग होइन, नगरपालिका निर्माण भएर बसेका हुन् र हेर्नु परेन, बनाउनु परेन? यो खाल्डा खुल्डी के को लागि हो? यो भ्रष्टाचार भएको हो कि होइन? यसमा छानबिन हुनुपर्छ कि पर्दैन? छानबिन गर्नुपर्छ कि पर्दैन? भ्रष्टाचारै भएको, किनकि यो तिहारको बेलामा बनाएको, अझ पनि कति ठाउँमा बनाइ नसकेर बनाउँदै होला सायद। चाडपर्व आयो अनि बजेट निकाल्नु पर्यो, खानु पर्यो, काम सुरु गर्नु पर्यो। त्योभन्दा अगाडि त घाम लाग्ने बेला समयमा त गर्दैन, केही पनि गर्दैन, खाना तेल हालेर बस्छ त। सधैँ सडक खन्यो, बिगाऱ्यो, ल ढल बनायो, ल ठिक छ, ढलको ढकनी बनाएपछि यो काँडहरू हो, तिमीहरूले देखेनौ? यो खाल्डो राम्रोसँग बनाउनु पर्दैन, बनाएर भत्किन्छ भने यो भ्रष्टाचारै गरेको। बनाएर 15 दिन नभइकन भत्कन्छ भने भ्रष्टाचार गरेको हो कि होइन? सबैजनाले यो भिडियो हेरेर सेयर, लाइक, कमेन्ट गरिदिनु होला, किनकि मैले जस्ताको तस्तै भिडियोहरू तपाईँमा पस्केको छु। मैले अलिकति पनि यसलाई काटछाड गरेको छैन। यो हाम्रो सेतीओपी मार्ग कोटेश्वरमा पर्दछ। यो सेतीओपी मार्ग कोटेश्वरमा पर्दछ। आज एउटा स्कुले बच्चालाई पानी छ्यापेर चुर्लुम्म पारेपछि यो खाल्डोले मैले देखेर यो भिडियो बनाएको हुँ। र यस्तो खाल्डोहरूमा धेरैचोटि मलाइसम्म पानी छ्यापिसकेको छ। निरन्तर हिँड्ने गाडीहरूले चाहिँ देख्दो रहेछ, कहिलेकाहीँ आउने गाडीहरूले यो खाल्डो नदेखेरै सायद पारेको होला, नभए खाल्डोमा जानी आफ्नो गाडी पार्ने रहर कसैलाई पनि थिएन। यो दोष ढल विभाग, सडक विभाग, नगरपालिका, यो कसको हो? जिम्मा लिएर
तुरुन्तै आएर पुर्नु भनिदिनु त साथीको सेयर गरेर तुरुन्तै पुर्नु भन्नु, तुरुन्तै हाम्रो कर खाएपछि करमा पनि भ्रष्टाचार गरेपछि फेरि छेर्नु पर्ला नि, छेर्नु पर्ला बुझिराख। यहाँ आइन्दा यो बनाउन आएको देखेर भेट्यो भने त्यहीँ समातेर गाड्ने हो, गाड्ने त्यही खाल्डोमा त्यो बनाउने कर्मचारीहरूलाई नै गाडिदिने हो। त्यो ठेकदार भेट्यो भने त यही ढल खोलेर यहीँ भित्र हालिदिने हो, त्यसलाई ढल खोलेर। त्यो ठेकदारको काम हो नि, बनाउन आउने यो टालिङ लेबरले भन्दा यो त ठेकदारको जिम्मा हो। ठेकदार र यहाँको इन्जिनियरले कस्तो अवस्थामा पानी छापिरहेको छ हेर्नुहोस् त। भर्खर त्यो ट्याक्सीले पनि छापेरै गयो, उसले पनि देखेन। तपाईँहरू यसमा के भन्नुहुन्छ? यो नगरपालिकाले गर्ने कि सडक विभागले गर्ने कि ढल विभागले गर्ने कि कसले गर्ने हो? खानेपानीले गर्ने कि कसले गर्ने हो? कि हामी जनताले गर्नु? हामी जनताबाट ट्याक्स नलिने हो भने त हामी टोलबाट हामी आफैले गर्छौँ कि जनताबाट हामीलाई ट्याक्स चाहिँदैन? तिमीहरू आफ्नो टोल आफै बनाऊ र आफ्नो टोललाई कसरी राम्रो राख्छौ आफै राख, ट्याक्स चाहिँदैन। आफ्नै समूह बनाऊ, आफै काम गर, सडक पनि राम्रो बनाऊ, पार्क पनि राम्रो बनाऊ, हरेक चिज व्यवस्था यही टोलको जनताले गर्ने। हामीलाई यो टोलबाट ट्याक्स चाहिँदैन, हामीलाई कुनै पनि ट्याक्स लिँदैनौँ र जनतासँग कुनै पनि हामी ट्याक्स लिँदैनौँ। त्यो सबै निर्माण जनताले नै गर्ने भनेर कि जनतालाई नै जिम्मा दिनु पर्यो। जनताले प्रतिनिधि बनाएर फटाइसकेपछि यस्तो भ्रष्टाचार गर्ने फटाइ देख्नलाई यो सानो लाग्ला। बिचरा त्यो भर्खर स्कुल जान आएको एउटा सानो बच्चा आइरहेको थियो, त्यो बच्चा अब स्कुलमा छिर्दाखेरि स्कुलमा उसलाई सजाय दियो होला होइन, घर फर्काइदियो होला, यस्तो गरेर आउने भन्यो होला। बोर्डिङ स्कुलले कसरी सजाय दिन्छ बच्चाहरूलाई त्यो पनि राम्रोसँग तपाईँहरू अभिभावक हो भने तपाईँहरूलाई पनि थाहा होला। पानी परिसकेपछि काठमाडौँका सडकहरू पिच भन्ने मात्र हो, पिच भन्ने मात्र हो, कहीँ पनि त्यो पिच छैन। पिच बाटो भनेको कोटेश्वरदेखि जुन कलङ्कीसम्म बनेको छ त्यो बाटोमा चाहिँ पानी सडकमा पर्दा पनि जिउमा छ्यापेर परेको छैन। त्यो पनि विदेशीले बनाइदिएको ठाउँहरूमा। नत्र अहिले बनाएको ओभरहेड जुन गोर्खाको ओभरहेडमा बनाएको छ त्यो सब के भन्छ यसलाई अन्डर बाइपास भन्दैन, ओभर बाइपास। त्यो ओभर बाइपासमा पनि पानी छ्याप्छ, त्यहाँ पनि यत्र पोका परेका पिच उठिसकेको छ भनेपछि त्यो पिचमा पनि भ्रष्टाचार गरेको हो नि त। त्यो पिलर त कति कमजोर होला। जब पिच अलकट्टामा त भ्रष्टाचार गरिएको छ भने सिमेन्ट र गिटी बालु र रडमा भ्रष्टाचार गर्न छोड्यो होला त त्यो बनाउने इन्जिनियरले। तपाईँ त्यहाँ अहिले बाइक लिएर जाँदा त्यहाँ माथि बाइपासमा हुन्छ राउटर रुजी 5G 2G, राउटर रुजी 2G 1200 MB+ 300 Mbps।